हेलो गाइस, दर्शक नमस्ते। फेरि पनि म तपाईहरुमा एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। कृपया यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। यहाँ हुनुहुन्छ हाम्रो दाजु। यो चाहिँ हाम्रो कम्पनी हो हैन, अनि रक्कसँग आज चाहिँ हामी मुला गर्दैछौँ, मुला प्याकिङको काम गर्दैछौँ। आज चाहिँ हामी टक्क एउटा भिडियो बनाएर तपाईहरुमा कोरियाको प्रविधि कसरी कोरियामा चाहिँ प्रविधिले छलाङ मारेको छ, कृषि बजारले कसरी कोरियामा चाहिँ कसरी हैन कृषिमा चाहिँ कसरी एकदमै छलाङ मारेको छ भन्ने कुरा चाहिँ कसरी एकदमै भएको छ भन्ने कुरा चाहिँ म तपाईहरुलाई यो भिडियो मार्फत जानकारी गराउने छु। र त्यसको लागि हाम्रो तयारीका कामहरु हुँदैछन् हैन। टक्क यहाँ चाहिँ यो मेसिन हो, मेसिनलाई चाहिँ टक्क 170 को हिटमा बनाएर चाहिँ यसलाई प्याकिङ गरिन्छ भने दाजुले चाहिँ यहाँ मुला तयारी गर्दै हुनुहुन्छ। दाजु कस्तो के छ, कति ग्रामको के गर्दै हुनुहुन्छ अहिले? 900 ग्राम हुनुपर्छ। 900 ग्राम हुनुपर्छ एउटा मुला। नेपालमा त 900 ग्रामको मुला त के फर्सी पनि हुँदैन होला। नेपालमा चाहिँ अलिकति कमै पाइन्छ यत्रो ठुल्ठुलो मुला हैन। अनि यहाँ चाहिँ ठक्कसँग स्टिकर हुन्छ, यतैबाट स्टिकर हुन्छ। खुक्नेसान भन्छ, खुक्नेसान मु भन्छ। अहिले चाहिँ हामी खुक्नेसान मु गर्न गइरहेको छौँ। खुक्नेसान भनेको चाहिँ स्वदेशी उत्पादन, देशभित्रै चाहिँ उत्पादन गरिएको चिज मुला चाहिँ हामी प्याकिङ गरेर देशभित्र नै व्यापार गरिन्छ। यो कम्पनीले चाहिँ त्यसरी गर्दैछ भने हामी चाहिँ यहाँबाट चाहिँ बनाएको प्याकिङ गरेको चिजलाई चाहिँ कुपाङमा सिधै बेच्छौँ। सो अब तपाईहरुलाई चाहिँ प्याकिङ कसरी गर्छौँ भन्ने कुरा चाहिँ हामी जानकारी दिने भिडियोको साथ जानकारी दिँदै जानेछौँ। यो भिडियोलाई चाहिँ यो भिडियोमा चाहिँ नयाँ हुन्छ भने कृपया सब्स्क्राइब, लाइक र सेयर पनि गरिदिनुहोस् भन्दै अब म यो भिडियोलाई चाहिँ अगाडि बढाउन चाहन्छु। ल त अब हाम्रो चाहिँ मेसिनको तापक्रम सबै मिलिसकेपछि चाहिँ अब हामी हाम्रो चाहिँ मुला हलाइ सुरु हुन्छ प्याकिङको लागि। हाम्रो दाइले चाहिँ यहाँ मुला हाल्दै हुनुहुन्छ, हेर्न सक्नुहुन्छ तपाईहरु हैन गाइस। रक्कसँगले यस्तै जान्छ मुला, हेर्नुस् रक्कसँगले हो। यहाँबाट छिर्छ अनि यहाँभित्र चाहिँ एकदम हिट हुन्छ। हिटले चाहिँ टक्कसँगले हेर्न सक्नुहुन्छ तपाईहरु गाइस। कोरियाको प्रविधि कोरियामा चाहिँ कसरी एकदमै सरल तरिकाले चाहिँ प्रविधिको विकास चाहिँ यसलाई भनिन्छ गाइस अरु हैन। तपाईहरु हेर्न सक्नुहुन्छ टक्क उताबाट मुला हालेर यताबाट चाहिँ प्याकिङ भएर आउँछ। टक्क स्टिकर यहाँ छ, स्टिकर टाल्दै अनि हामीले चाहिँ लोड गर्नुपर्ने हुन्छ गाइस। र स्टिकर टाल्दै कुन्थी, यो चाहिँ कुन्थी हो, कुन्थीमा रक्कसँग कुन्थीमा स्टिकर टाल्दै हाल्नुपर्छ गाइस हैन। यो काम चाहिँ मैले गर्छु, म तपाईहरुलाई देखाउँछु। स्टिकर टाल्दै कुन्थीमा चाहिँ हाल्ने काम। यो चाहिँ स्टिकर हो, रक्कसँगले यसरी टाल्दै यहाँनिर हाल्नुपर्छ। रक्कसँगले यसरी टाल्नुपर्छ गाइस। रक्कसँगले हालेर चाहिँ लोड गर्नुपर्छ। यस्तै छ कोरियाको काम। कोरियाको कामहरु यस्तै छ हैन, साह्रो गाह्रो अप्ठ्यारो सबै हुन्छ। पैसा हैन पासो छ परदेशमा, यसरी चाहिँ हामीले लोड गर्छौँ गाइज है। तपाईहरु फेरि एकचोटि हेर्न सक्नुहुन्छ रक्कसँगले यहाँनिर कसरी गइरहेको त, गडाप पार्दै उता प्याकिङ हुँदै रक्कसँगले लोड अनलोड। यस्तो छ हाम्रो यता मेसिनरी चिजहरूले चाहिँ गर्ने काम। टक्कसँगले यस्तो छ गाइज। अहिले चाहिँ यहाँ जोक्दै हालिरहनु भएको छ। यस्तै छ, दुःख सुख यस्तै छ कोरियामा है। ल यति भन्दै अब म यो भिडियो चाहिँ यस्तै मेरो नयाँ भिडियोहरू पनि आउँदै नै छन्। केही समयको लागि मैले चाहिँ भिडियो बनाउनलाई चाहिँ रोकिरहेको थिएँ।
तर अब फेरि म सुरु गर्दैछु नयाँ नयाँ भिडियोहरू निकाल्नलाई ल्याउनलाई। सो यो भिडियो चाहिँ तपाईँहरूले मन पराइदिनुहोस्, लाइक गरिदिनुहोस् होइन, अनि सब्सक्राइब पनि गरिदिनुहोस्। मलाई धेरैभन्दा धेरै सपोर्ट गरिदिनुहोस्। तपाईँहरूको साथ सपोर्टले चाहिँ मलाई केही हदसम्म अगाडि पुर्याइदिनुहोस्। फेरि यस्तै नयाँ नयाँ भिडियोहरू, मेसिनले गर्ने कामहरू पनि धेरै छन् यहाँनिर। त्यस्तै भिडियोहरू बनाएर फेरि म तपाईँहरूमाझ लिएर आउनेछु। त्यति भन्दै अहिलेको लागि चाहिँ म तपाईँहरूबाट बिदा हुन चाहन्छु। हस्त, नमस्ते, धन्यवाद।